हेलो गाइज, नमस्ते सबैजनालाई हैन। अनि आज चाहिँ अलि ह्यान्डसम देखेँ जस्तो लाग्यो म। चस्माले हो के हल्का ह्यान्डसम जस्तो देखेँ क्या। नमस्ते, वेलकम माई च्यानल हैन। सबलाई स्वागत गरेँ मेरो नयाँ ब्लगमा आज हैन। आज चाहिँ म अनि मेरो भाइ बुवा आएको छ नि त मसँग। आज टक्क हाई गर्न यता, नमस्ते गर। नमस्ते। अनि मेरो धर्मपत्नी, उहाँलाई क्यामेरामा आउन लाज लाग्छ अरे उहाँलाई। केही छैन, हामी चाहिँ आज यसो मार्केट घुम्न जान लाग्यो। यसो भाइलाई पनि घुमाइदिउँ हैन, गुवाको यसो हावापानी। मार्केट जाम के छ अनि कस्तो लाग्छ बाबु गुवा? एकदम कस यो गुवा बस्नु यो गुवा यो खेत्र पनि हो यहाँ अब। गुवाको समुद्रै यो गुवा। मार्केट जान्छौँ अब यहाँबाट। कालो चस्मा लाएर बुढीले दाहिने हात पक्रेर बजार बजार हिँड्ने रहर कस्तो छ? मेरो त पुरा भइसक्यो, तिमीहरूको कहिले हुने हो खै? राँडै मर्ने भयो तिमीहरू त, राँडै। एउटा राँडो यहाँ छ यता। ए बाबु, एउटा राँडो यो भयो। खै हेरौँला। सनी यो बिल्डिङको नाम के गरे? 11 नेपालीहरु सबले 11 के अरे 11 बिल्डिङ भन्छ तर 11 बिल्डिङ हैन। 11 बिल्डिङ। 11 भनेपछि नेपाली भयो, बिल्डिङ भने इंग्लिश भयो। नेपाली इंग्लिश मिक्स भयो। नेपाली अंग्रेजी भयो। त्यो हुनाले 11 बिल्डिङ 11 तला। नेपाली इंग्लिश को छन् गुवाम पनि सबैलाई। यसको नयाँ नाम छ बाबु गएर गर्नु त। 1 2 3 4 छैन के? 11वटा बिल्डिङ छन् कि, त्यही भएर 11 बिल्डिङ भन्ने आएन हो र। 11 कहिले बने जस्तो मैले गनेको छु। अनि ग्यास सेटको गर्नु छ 11वटा बिल्डिङ हुन्छ। अब हामी यहाँबाट टक्क लगाएर बसमा चढ्छौँ अनि बसमा चढेर मार्केट जान्छौँ। अहिले म यहाँ मार्केटतिर आइसकेँ। अब म मार्केटतिर आइसकेँ। अब मार्केटनिर म यहाँ एउटा आधा नाङ्गो मान्छे देखाउँछु। यहाँ पुरा मार्केट छ। यहाँको बेस्ट बिग ड्याडी क्यासिनो। मैजिस्टिक पढाइ उठ्या छ मैजिस्टिक पढाइ। कुन क्यासिनो जानु भन्दा म एकदिन लग्छु। माथि 55 मेरो 55 यहाँ म आउँछु एक दिन यहाँ माथि गएर यहाँ आएर मेरो 6000 रुपैयाँ लाग्छ टिकट। मार्केट जाम। म हेर्न आउने हैन, म यहाँ गर्न क्यासिनो यहाँ पानी आउनु लाग्यो भाइ, पानी पो आउनु लाग्यो गाइस। छिटो नै गाडी आइराख्नु। कस्तो अहिले पानी परेको के, अहिले जाने हुन्न छैन यार। किन लागि लिएर आउँदा तिमीले लुगा किनौले भनेर ल्यायौँ। लुगा किन्ने किन मार्केट लिएर आएको त मलाई? अब उता जाने पानी परेको के, किन्ने हो के? पानी परे छैन। त्यही भएर दुईवटा छाता ल्याउनु सक्नौ। अलिकति पानी कति पर्छ एकछिन त हेर्नुपर्छ भन्नु पर्यो। यो जय दाइले यहाँ छारेर बिरालो हो क्या, कत्रो भइगयो यार। अनि जय दाइले द लेजेन्ड के टिडी हाउस रे के उताबाट छिर्ने बेला पानी आएको थियो, यता आउँदा पानी फाटिएको थियो कि। यो गुवाको रहस्य। पानी परिरहन्छ त, छिनमा पानी पर्छ यहाँ, अलि फाटिजान्छ सुरुमा। यहाँ बसपे ढिलो गर्छौ क्या, हात नपाउनु पर्छ नि केटा हो। हिँड्नै मान्ने होइन क्या, अब के भन्ने। पाल पनि बोकिङ लगाउँछ बाबु। हट्दैन किन अघि अघि लम्के जस्तो गऱ्यो? हात नगरेपछि नहिँड्ने क्या, बोकिङ लगाइदिन्छु मैले अहिले। बोक्न सक्ने सक्दैन त्यो पनि, यहाँ बोक्नु सक्दैन त्यो, गाह्रो छ। यहाँ उता उता यहाँबाट यति लामो पनि मलाई कफी पटे आउला छ के दिने जुन तपाईँलाई के चाहिँ तपाईँ के कुरामा हात हाल्नु? त्यो हात हालेर हात राख्नु। क्या हो गया? हेल्प है ना, हाँ पुलिस चौकी होता है ना, हाँ, वो किधर है? पता नहीं। पुलिस की हेल्प इसलिए वो नेपाल से आया, बहुत दूर से आया नहीं। हम नेपालबाट आयो। आप नेपाली को नेपाली हो के भयो? कहाँबाट? जाङ
गान्तोक ब्रिज हो टुकबाट चिताउनु हो उसले मलाई यहाँ किन सुत्नु भएको छ तपाईँ म आउनु रुनु मन लाग्यो किन के भयो नरुनु नरुनु न किन रुनु यहाँ त नेपाली होइन गान्तोक ब्रिज उ त रवि हो तपाईँ यहाँ किन सुत्नु भएको अनि यहाँ किन तपाईँको उसले पैसा साथी दिएन कसले नरुनु काम गरेको 1 महिना 10 दिन अझै पैसा पोरबोरिम? पोरबोरिम कि कहाँ हँ? पोरबोरिम नौरत्न किन दिएन त के काम गर्नु किन मैले कुक हो किन त्यसले सेलेरी कम दिए कम दियो भने छोडेर आउनुपर्छ सेलेरी लिएर अनि अन्त जानुपर्छ त है, उसले दिनु पर्यो नि त मैले उहाँ हिसाब गर्छ कति दिनबाट आहा यहाँ उ त हेर्नु स्यालेरी बुझेर बरु घर जानु सेलेरी पर्ने। दिएन। बुढी रिसाउँछ सबै रिसाउँछ यो त सेलेरी मैले त खाएको होइन अँ। बरु स्यालेरी बुझेर घर जानुपर्ने स्यालेरी बुझ्दासम्म बस्नुपर्ने म त केही पनि गर्दिनँ। अब यहाँ सुतेर हुन्छ त कति दिन सुत्नु ऊ माथि रक्सी खानु भएको छ त्यही माथि टेन्सनले टेन्सनबाट तपाईँले त्यहाँ गएर काम गरेर पैसा नदिए पनि त्यही ठाउँबाट अर्को राम्रो ठाउँमा जानु सक्नुहुन्थ्यो नि काम गर्न मन कम यो कोरोनाको भ्याक्सिन खायो नागिर त नहराउनुला तपाईँको कुपन आयो यो हाम्रो हो यो नाइकी त नहराउनु तपाईँले नाइकी त राख्नु न नाइकी त नहराउनु तपाईँसँग मोबाइल छ छैन पुरै उ र यहाँ किन सुत्नु कोही आफन्त आफ्नो मान्छे छैन यहाँ छैन म फर्स्टमा मैले भनेको चाइनिज इन्डियन तन्त्रमा आएको हो अँ। उसले सेलेरी मलाई राम्रोसँग दिएको त अनि यसरी यहाँ आएर रक्सी खाएर सुतेर हुन्छ त त्यही ठाउँबाट बरु त्यहाँ पैसा दिएन भने त्यहीँबाट अन्त कन्ट्याक्ट गरेर काम गर्न जानु सक्नुहुन्थ्यो नि बरु त्यो स्यालेरी बुझ्दासम्म बस्नुपर्ने अब यहाँ आएर सुते मान्छेले के भन्छ त्यहाँबाट त गइहाल्छ नि त सर यहाँ त कसैले बाबै मान्छ अनि यहाँ त कसैले मतलबै गर्दैन यहाँ त मरेर पुगिजाओस् केही भन्दैन मतलब गर्दैन। समाज नि त हाम्रो त उहाँले कस्तो रोडमा समाज हाम्रो यहाँ अहिले एकजना नेपाली दाइ भेटिनु भएको थियो क्या के त हो यो हाम्रो नेपाली दाइ भेटिनु भएको थियो बिचरा उहाँ फेरि अब मान्छे त्यस्तै हुन् कि ठग्दै आउन् कि नाटक गरे आउन् कि त्यो त मैले थाहा छैन अब होटेलमा काम गरे पैसा दिएन गरे ए वा भन्दै थिएँ बाटोमा रक्सी खाएर झ्याप बस्छु त्यहाँ तिनको बुढीलाई फोन लगाइदिएको बुढी पनि हलो भन्दा त्यो फोन काटिहाल्नु अफलाइन नै भइदियो म यस्तो आपतमा परेको छु भन्दा त्यही फोन काटिहाल्यो उनको बुढीले पनि अब के भने उनको बुढीलाई नै मतलब छैन आफ्नो कोहीको हामीले के भन्ने अब हामीले अब सहयोग गरिदिया जतिसुकै अब बाटोमा सुत्यान झ्याप भएर रक्सी खाएर सुत्यान बाटोमा अब तिम्रो बुढीलाई पनि मतलबै छैन क्या तिमीलाई कति जाने भने चाहिँ त्यहाँ कस्तो अझ हप्काएको क्या अब रक्सी नखाएको जस्तै भयो भने अब पुलिस स्टेसन लगिदिउँ भन्ने अब आफै जान्छु जस्तो जानुलाई भन्थ्या म त अब आफ्नो नि काम हुन्छ तिमीलाई हेर्दै बस्ने कुरो भएन यस्तो यस्तो नेपाली मान्छेहरू धेरै छन् नि यहाँ तपाईँहरूलाई थाहा छैन धेरै छन् क्या यहाँ नेपाली मान्छेहरू यस्तो रक्सी खाएर भने त मैले रक्सी खाने मान्छे रुवा आउनुपर्छ घरमा जान्न क्या यहाँ रक्सी सस्तो हुन्छ घरमै जानु मन यस्तो मान्छेहरू बुझ्यौ त्यही भएर अलि आफ्नो सम्हालिनुपर्छ होइन बाहिर आइसकेपछि बाहिर कसरी बस्नुपर्छ भन्ने कुरा सिक्नुपर्छ क्या मतलब अन्त त्यो उस्तै घरको जस्तो गर्नलाई त हुँदैन है बाहिर आएपछि यो चाहिँ भन्छु नि हुँदैन फाइनली हामी सपिङ भइसक्यो के सामान लिएर आइसक्यौँ तैँले कस्तो लाग्यो तँलाई सपिङ मलाई सपिङ ठिक लाग्यो यहाँको डिस्काउन्ट दिनु चाहिँ एकदमै राम्रो लाग्यो आज हामी कसैलाई हेल्प गरेँ हेल्प गऱ्यौँ होइन आज रिसेप्सनलाई पानी किनेर खाएँ थर्ड टाइम हुन्छ हेल्प भएकै कोही भेटेको छैन यदि कसैलाई विश्वास लाग्दैन तिनको बुढीले छोराको नम्बर पठाइदिन्छ नि यदि त्यहीँ भएपछि फोन गरेर भनिदिनुलाई भन्छन् त्यसलाई कसले भन्थ्यो त्यहाँबाट जुरुक्क उठेर जाने मलाई मतलब छैन जहाँसुकै जा अहिले पो हामीले नेपाली गोटाले गयो हान्ने नि 3 तलाको घर छ भने बिचरा आमाले फोन गर्दै रुँदै कहाँबाट म 3 तलाको म कोठा भाडामा बस्छु कसैलाई विश्वास लाग्दैन भने यहाँ हेर्दा हुन्छ म कोठा भाडामा बस्छु म त काम गरेर खान्छु काम भेट्ने होइन
म त 3 दिन भयो मागेर खाएँ बन्दिन बुढीले पनि यहाँ बुढाले पनि मागेर खान्छु भने कता गयो यहीँ छ नि कहाँ छैन न कहाँ गइस हाम्रो भोक लाग्यो कि मलाई नास्ता खान जाऊँ न जान्छ ल र नास्ता खान लग्ला मलाई पैसा यो त गएको पैसा चाहिँ लामा नास्ता खान लाग्ला हित्ती जाऊँ न हित्ती एउटा नेपाली टाइपको हुन्छ ओइ हित्ती जाऊँ नेपाली टाइपको नेपाली म खानु भयो त मलाई भोक लागेको छ अब हामी मलाई हामीलाई भन् कि हामी पनि हिँड्ने हामी पनि कस्तो आफूले हेरेको अब तिमीहरूलाई त भोक लाग्दैन मेरो लाग्दैन कहीँ नखाने अब भोक लागेको छ मलाई यहाँ हाम्रो एकजना नेपालीको होटेल छ मोमो खाइन्छ हामी आज धेरै घुम्यौँ दिउँसभरि होइन मैले यो ल्याएको यो भने के हो अरे यो चाहिँ एउटा यो यहाँ के भन्छ गुवाको सबभन्दा महँगो छ सस्ता हुन्छ त्यो बिच आज धेरै घुम्यो हेर्नुहोस् साथीहरू मार्केटदेखि यहाँ घुम्दा अब लास्ट चाहिँ मैले समुद्रमा आइमेको थियौँ समुद्रमा घुमेर अब हामी रुमतिर जाँदैछौँ नाच्दै एकपल्ट नाच्दै ल मगर नाच ल अन्तिममा रमाइलो पनि भयो तपाईँहरूलाई आजको भ्लग कस्तो लाग्यो ल अब अर्को भ्लगमा भेट्नेछौँ हामी त्यति बेलासम्मको लागि बाई लभ यु